नमस्ते एभ्रिवान। म चाहिँ आज एउटा कुरा भन्न आएको हजुरहरूसँग है। यो चाहिँ मेरो फिर्ता भएको सामान हो है। हामीको चाहिँ के समस्या भएर चाहिँ रिसिभ गर्न सक्नु भएन भनेर कति बाहना गरेर है अनि कुरियर बोयले नि सामानको लागि कन्ट्याक्ट गर्दाखेरि चाहिँ उहाँको मम्मी चाहिँ इमर्जेन्सी बिरामी हुनुभयो अनि सामान अर्डर गर्ने बेलामा चाहिँ म अस्ट्रेलिया बस्छु म्याम यस्तो उस्तो अरे अस्ट्रेलिया बस्छु अरे अनि अलिकति डेलिभरी चार्ज पेमेन्ट गरिदिनु भन्दाखेरि पनि हुँदैन गरे कि अनि मेरो विश्वास गर्नु भनेर यति राम्रो होइन पञ्चधातुको यो हजुरले लगाएको जस्तै भनी काउलो लगाइ विश्वास गराएर सामान मगाइसकेपछि सामान क्यान्सल गर्ने हो। अनि मैले भनेको कि है मम्मी इमर्जेन्सी बिरामी हुनुभयो भनेर भन्नुभयो थियो नि। अनि इमर्जेन्सी बिरामी भइसकेपछि त ठिक छ मैले भने कि मेरो मान्छेलाई पिकअप गर्न भन्छु मैले अनि हजुर मम्मी सन्चो भएपछि मैले लग्दिनँ भन्छु लोकेसन दिनु नम्बर दिनु भन्दाखेरि पनि होइन गरे कि अहिले दिएको नम्बरमा फोनै लाग्दैन होइन। अनि त्यो भन्दाखेरि नि होइन अरे अनि त्यसपछि त मलाई ब्लक नै गरेको कि मेरो सामान यहाँ बसेर मलाई डेलिभरी चार्ज लाग्दैन नि त, मेरो सामान मात्रै रहन्छ, पैसा त मेरो सकिन्न नि त, एक्स्ट्रा पैसा झन् स्टक क्लियरेन्स गर्ने भनेको सस्तोमा जतिमा आउँछ उतिमा दिएर हुन्छ डेलिभरी चार्ज मात्रै जोडेर है। अनि हजुरहरूले चाहिँ यस्तो गरिदिने अब यसको लागि मलाई 250 डेलिभरी चार्ज एक्स्ट्रा त स्टक क्लियरेन्स सेलमा राखिदिएको भएन, जतिमा आएको उतिमै दिइरहेछ प्लस डेलिभरी चार्ज एक्स्ट्रा जोड्यो अनि अर्कोलाई डेलिभरी चार्ज जोडेर फेरि डेलिभरी चार्ज जोड्दाखेरि त उसलाई त महँगो पर्छ नि त। अनि लिने मन छैन भने नल्याउनु के है, सामान नल्याउनु। हामी यसपालि युजरलाई एकदमै गाह्रो हुन्छ यसरी। हजुरको एकछिनको मजाको होला तर हाम्रो त एकदमै लस हुन्छ नि त। त्यही यति भन्न आएको कि सामान ल्याउने मन नभएपछि चाहिँ अर्डर नगरिदिनु, यसरी ब्लक गर्न पर्दैन। अर्कोचोटि यस्तैको भयो भने चाहिँ मैले त नामसहित राखिदिनु।